नमस्कार। आज म होलीको कथा भन्न गइरहेकी छु। फागु पूर्णिमा अर्थात् होली एउटा प्राचीन उत्सव हो। यो उत्सव विशिष्ट तरिकाले मनाउने गरिन्छ। यो उत्सव वसन्त ऋतुको समाप्ति र ग्रीष्म ऋतुको आगमनसँगै मनाइन्छ। नेपालमा होली फागुन अष्टमीको दिनदेखि पूर्णिमाको दिनसम्म मनाउने चलन छ। होलीको आरम्भ चिरध्वज स्थान गर्ने परम्पराबाट हुन्छ। कपडाले सजिएको त्यो चिरध्वज होलीको अन्तिम दिन दाह गर्ने चलन छ। यसले प्रहलादको पौराणिक कथाको याद दिलाउँछ। सत्ययुगको समयमा हिरण्यकशिपु नामका घमण्डी र बलवान दैत्य राजा थिए। उनले कठोर तपस्या गरी भगवान ब्रह्मालाई प्रसन्न पारेका थिए। भगवान ब्रह्माले हिरण्यकशिपुलाई म तिम्रो तपस्याबाट प्रसन्न भए के वरदान माग्छौ माग भने। तब हिरण्यकशिपुले हे प्रभु, न म बिहान मरौँ न म बेलुका मरौँ, न म भित्र मरौँ न म बाहिर मरौँ, न मनुष्यबाट मरौँ न जनावरबाट मरौँ, मलाई यस्तो वरदान दिनुहोस् भने। भगवान ब्रह्माले तथास्तु भन्दै हिरण्यकशिपुलाई वरदान दिए। त्यसपछि हिरण्यकशिपुले आफ्नो पुरुषार्थमा ज्यादै घमण्ड गर्न थाले। उनले ईश्वरको अस्तित्वलाई मिटाउन खोजे र जताततै स्वयंलाई भगवान भन्न थाले। तर उनकै घरमा भगवान विष्णुका सबैभन्दा ठुलो भक्त प्रहलादको जन्म भयो। प्रहलाद दिनरात भगवान विष्णुको आराधनामा हराउँथे। हिरण्यकशिपुले प्रहलादको मनमा भएको ईश्वरप्रतिको आस्था हटाउन धेरै प्रयास गरे। म नै सबैभन्दा शक्तिशाली हुँ, म नै ईश्वर हुँ भनी सिकाउन खोजे। तर प्रहलादले सबैभन्दा शक्तिशाली विष्णु हुन् र उहाँ नै ईश्वर हुन् भन्दै आफ्नो आदृत आस्था देखाए। यो देखेर क्रोधमा आए हिरण्यकशिपुले प्रहलादलाई मार्न अनेक प्रयास गरे। तर सबै प्रयासहरू विफल भएपछि उनले आफ्नी बहिनी होलिकालाई गुहारे। होलिकाले आफूले आगोले डढाउन नसक्ने कपडा वरदानमा पाएकी थिइन्। वरदानको घमण्डमा होलिकाले प्रहलादलाई काखमा लिएर त्यही कपडा आफूलाई मात्र ओढी आगोको ज्वालामा प्रवेश गरे। भगवान विष्णुको कृपाले त्यस समय हावा चल्न थाल्यो र कपडा होलिकाबाट उडेर प्रहलादलाई छोप्न पुग्यो। त्यसै गरी प्रहलादलाई आगोले केही गरेन, तर होलिका भने आगोमा भस्म भइन्। यसरी दानवताप्रति मानवताको जित भयो र त्यही दिनको सम्झनामा होली मनाइन थालियो। अन्ततः हिरण्यकशिपुको दैत्यराजको अन्त्य गर्न भगवान विष्णुले नरसिंह अवतार लिई आउनुभयो। उनले हिरण्यकशिपुलाई गोधूलीको समयमा काखमा राखी औँलाका नङ प्रयोग गर्दै हिरण्यकशिपुको अन्त्य गरे र प्रहलादलाई आफ्नो आशिष दिँदै फर्किनुभयो। धन्यवाद।